सकल सामना तपाईहरुलाई स्वागतसँगै शैक्षिक यात्राको शुभकामना तपाईहरुलाई स्वागतसँगै शैक्षिक यात्राको शुभकामना। धन्यवाद सञ्चालक दिदीमा, यहाँ उपस्थित हुनुभएका मेरा आदरणीय गुरुवर्ग, विद्यार्थी साथीभाइ दिदीबहिनीहरुमा मेरो न्यानो अभिवादन। मेरो नाम मनिषा जोशी, म चाहिँ बिआर तेस्रो सेमिस्टरमा अध्ययनरत छात्रा। आज मिति 2081 साल 6 महिना 12 महिना 6 गतेको दिन यस जगन्नाथ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा नवआगन्तुक विद्यार्थी साथीभाइ दिदीबहिनीहरूको स्वागत कार्यक्रममा मलाई पनि एउटा सानो कविता वाचन गर्ने अनुमति दिएकोमा सञ्चालक दिदीप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। अब म ढिला नगरिकन मेरो कविता वाचन गर्नतिर लाग्छु। मेरो कविताको शीर्षक रहेको छ मेरो देश नेपाल। लेका बेसी मिलेको कति राम्रो ठाउँ, स्वर्ग जस्तै प्यारो छ नेपाल हो नाउँ। जहाँ गई राम्रो लाग्छ हेरिरहँ जस्तो, जुनी जुनी यही माटोमा खेलिरहँ जस्तो। बारैमा सही हुने हिमालय ढाकेको, कोयलीले गीत गाउँदै मजुरलाई डाकेको। गुराँस फुली ढकमक्क बन अनि पाखा, जति हेरे भिज्न मर्ने भाछन् मेरा आँखा। गौतम बुद्धसित अनि जन्मेको यो देश, अनेकौं जात धर्म एउटै छ भेष। विविधतापूर्ण भएको मेरो देश नेपाल, जलस्रोत पर्यटनले विश्वमै छ विशाल। आँखाभरि मुटुभरि देशकै छ चित्र, कहिले नमेटिने गरी बस्यो मुटुभित्र। मेरो देश नेपाल सुन्दरताको खानी, ए देशका सन्तान हामी कति भाग्यमानी। ए देशका सन्तान हामी कति भाग्यमानी।